आजदेखिको हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन रहनेछ। म सबै साथीहरूलाई सम्मान बढाइदिनको लागि आफूले आग्रह गर्न चाहन्छु। एकैछिन नेताजीहरू आइसिन नेताहरूको आग्रह मान्नु हिन्दू राष्ट्र कायम गर, हिन्दू राष्ट्र कायम गर। व्यवस्थाको अन्त्यको निमित्त सैकैको हस्तक्षेपको अन्त्यको निमित्त नेपाली पहिचान नेपाली हावापानी स्याहार्यो पृथ्वी प्रद्वारा नेपाललाई अगाडि बढाउनको निमित्त यो ऐतिहासिक आन्दोलनमा हामी सही भएका छौँ। हामीलाई दुई स्पेस पुग्छ, हामी गाडी घुमाएर राख्छौँ, त्यहाँ गाडी घुमाएर फर्केर राख्छौँ। यदि कमान्ड गरिदिनु म अनुरोध गर्दछु, जम्मा 20 मिनटमा चाहिँ त्यहाँ पहुँचिनु होला। हामी त्यसपछि यो गाडीलाई यता राख्छौँ, त्यसपछि हामी आफै कन्ट्रोल गर्छौँ। यहाँलाई विषय अनुरोध हो। सहभागी साथीहरू, मैले फेरि पनि आग्रह गरेँ, हाम्रो आन्दोलन शान्तिपूर्ण आन्दोलन हो। त्यो अगाडि पानीको बोतलहरू फाल्ने काम नगर्नुहोस्, नभए चाहिँ पानीको बोतल फालिदिने काम नगर्नुहोस्। साथीहरू प्रदर्शनमा आएका साथीहरू कोही पनि अगाडि जाँदैन। यो नेताहरूको अग्रपङ्क्तिभन्दा अगाडि कोही पनि जाँदैन। पछाडि लाग्नु भाइहरू, पछाडि आउँदै गाडीमा आएकाहरू एकजनाको अगाडि नखुल्नुहोस्। अगाडि खसेर लाइनमा हिँड्नुहोस् पछाडि।
आएका प्रदर्शनमा सहभागी हुन आएका साथीहरूलाई जो अगाडि अगाडि कुदिराख्नु भएको छ यो पछाडि जुलुसमा लाग्नुहोस् न। र्यालीमा आएको साथीहरू अगाडि अगाडि नकुद्नुहोस् न, यहाँ पछाडि लाग्नुहोस्, पछाडि आउनुहोस्, पछाडि अगाडि तपाईँहरूको अगाडि अगाडि कुदेर र्यालीमा नकुदाउनुहोस् न, पछाडि आउनुहोस्, पछाडि। सुरेश भाइ तपाईँ प्रवक्ता ज्ञानेन्द्र शाही यतिखेर र्यालीमा हामीले देखिरहेका छौँ। यहाँ देख्न सक्नुहुन्छ ज्ञानेन्द्र शाहीले ओढेको छातामा यहाँले देख्न सक्नुहुन्छ स्काउट जग्गा काण्ड, 33 किलो सुन काण्ड, एन्सेल काण्ड लगायतका विभिन्न काण्डका नामहरू यहाँ लेखिएका छन्। अध्यक्षज्यू, अब तपाईँहरू राजा ल्याउनु सडक